नाताले मैले जाने अनुसार अब 12 क्लास पढ्नासाथ विद्यार्थी बाहिर जाने भन्छन्। बाहिर जाने आफ्नो छोरछोरीलाई कसरी पठाउने, त्यहाँ गएर काम पाउँछै पाउँदैन। यो राजदूतहरूले नि त्यस्तै गरेका छन्, कहाँ के गरेका छन्। अब मलाई त थाहा छैन, म जाने कुरो सुने अनुसार भन्ने हो। हाम्रो यस्तै कारखाना फ्याक्ट्री राख्दै पनि कति जिम्मी जग्गा लिएर भाडा बगान बस्छ, एउटा कारखाना खोलिदिने, फ्याक्ट्री खोलिदिने होइन। उनीहरू मजदुरलाई अब कतिजना 2 जना परिवारलाई खाना कति लाग्छ त्यो सबै मिलाएर त राखिदिनु सक्नु पर्यो नि त। देश बेचेको छ भन्छन्, यता मिचे भन्छन्, उता मिचे भन्छन्, हामीले देखाएको छैन। ठिक छ सर, एउटा हजुर भोपू सैनिक, नेपाल आर्मीको भोपू सैनिकबाट हजुरले नेपाल आर्मीबाट पेन्सन प्राप्त गर्नुभएको, जुन अहिलेको हालतमा हाम्रो देशमा यो सरकार ओली सरकार भनेपछि सबैले चाहियो भने म गोली हानिदिन्छु मेरो अगाडि पायो भने भन्छन् ओली सरकारलाई। तर ओली सरकारले अहिलेसम्म सत्ता किन छोड्न सकेन सर? के छ हजुरको यसमा केही हजुरको जानकारी छ भने छोटकरीमा यसो बताइदिनु सर। अब मैले सुनेको कुरो गरिदिनु, मैले भनिहालेँ जुन सरकार नि कानाचिरे चोर्या उनका छोरी बुहारी ज्वाइँ चेलालाई हामी नेपाली जाति जस्तो हामी बस्यौँ नि त। यसले नि खानु पर्यो, यसलाई नि खानु पर्यो। आफ्नो पुग्दो सम्पत्ति ल्याए भइहाल्छ। कहाँ कहाँहरू कता कता राय मान्छे संसारमा सुने हो, म देखाएको छैन नजाने कुरो। सर ठिक छ सर। सर हजुरसँग एकदम भोपू आर्मी, हजुर भोपू आर्मी भएर आफ्नो आर्मीको नाताले एउटा म पत्रकार होइन, हजुरको छोरा भतिजको नाताले हजुरसँग है सुन्नु न सर, हजुरसँग 2टा कुरा गर्ने मौका हजुरले मलाई दिनुभयो। हजुरलाई धेरै धेरै लाखौँ लाख धेरै धन्यवाद। र हजुरलाई म अन्तिममा एउटा प्रश्न सोध्छु, र हाम्रो नेपाल र नेपाली चाइना इन्डिया पाकिस्तानको बोर्डर लिम्पियाधुरा हाम्रै देशको जमिन हो भनेर चाहिँ अहिले चाहिँ यो जुन भनौँ न यो के छ यो अहिले लडाइँ कार्य यो जम्मू काश्मीर होइन, जम्मू काश्मीरमा लडाइँ भएको छ।